मैले नाम लिन चाहन्न। केपी ओली पछिको सबै मलाई एमालेको एकजना मात्रै पनि पेसा भन्नुहोस् त मलाई। केपी ओली पछिको नेताहरू तपाईँले यत्रो इन्टरभ्यू लिनुहुन्छ नि त होइन, एकजनाको पनि पेसा भन्नुहोस्। उसले काम के गर्छ, तिमीलाई राजनीतिबाट मैले चट्टै काट्दियो भने भोलि के गर्छु भने कसैको उपाय छैन। माछा पानी बिनाको माछा जस्तो गरेर मर्छन्। काङ्ग्रेसको हेर्नुहोस् त, मैले काङ्ग्रेसको पनि तपाईँ दुइटै महामन्त्रीहरू हेर्नुहोस् त, उहाँहरूको पेसा के हो? जिन्दगीभरि केही काम गर्नु पर्दैन होइन र? काम गर्नुपर्छ कि पर्दैन? कामै न, जिन्दगीभरि राजनीतिको पेसा हुन्छ। राजनीति जिन्दगीभरि नै, जन्मेदेखि मरेसम्म राजनीतिको पेसा नै, कामै गर्न नपर्ने, खानै नपर्ने, अनि तमाम करोडौँ जनतालाई चाहिँ काम गर्न पर्ने, पसिना चुहाउनु पर्ने, दुबई जान पर्ने, परिवार पाल्न पर्ने। अनि नेताहरूले चाहिँ परिवार पाल्न नपर्ने, खान नपर्ने, पर्दैन उहाँहरूले खान। उहाँको स्रोत के हो? कहाँबाट चलिरहेको छ? छोराछोरी त छन् नि त उहाँहरूको, श्रीमतीहरू त छन् नि त, बुवा आमा त छन् नि त। कसरी चलिरहेको छ घरबार परिवार? चलाउनु पर्दैन? जिन्दगीभरि हल्लेर गफ गरेर कसरी चल्छ देश? अनि देशको प्रमुख समस्या नै यही हो कि। त्यही भएर के हुन्छ भन्दै गर्दाखेरि तपाईँमा क्षमता, सपोज ममा हेर्नुहोस्, म चुनाव हारेँ नि त, म चुनाव हारिसकेपछि ओहो मेरो जिन्दगीभरि चाहिँ मैले बार्गेनिङ गरेर बस्नुपर्छ र पर्दैन नि त। मसँग पेसा छ, काम गर्न सक्छु, विश्वभर जहाँ पनि काम गर्न सक्छु, म जान्छु, काम गर्छु। मैले चुनावभन्दा अगाडि पनि स्पष्ट भनेको थिएँ, मैले नाम लिन चाहन्न।